मेरो त हामी त कम हेर गर्छ नि, तिमी पो गर्दैन। उसलाई चिन्डे पारिदिएको यसको केस। तिमी किन कम हेर गर्दैनौ? वाइ भन न, तिमीलाई स्कुलमा म्यामले कराओस्? तिमी बस्छ है। माथि चढ, माथि चढ। बोलाउनु दादा, बोलाउनु त त्यो उसलाई सलमलाई बोलाउनुहोस् त। किस काटिदिउँ अस्ति नै जस्तो चिन्डै पारिदिएको, चिन्डै पारेर अनि चिन्डै पारेर स्कुल पुऱ्याइदिन्छु सबैले। ला मिसे त बोय भएछ, चिन्डे भएछ भनेर भन्नुहोस् न फ्रेन्डहरूले पनि। अन्त किन केस हेयर कट गरिदिएको भन्नुभयो भने चाहिँ उनी त कि हेयर गर्नु मान्दैन, अन्त कट गरिदिएको भनिदिन्छु। अहिले चाहिँ म पुलिसलाई पुलिसम्यानले चाहिँ के गर्नुहुन्छ? जेलमा मम्मीलाई। त्यहाँदेखि बेबी चाहिँ स्कुल कोसँग जाने? यहाँ बाबा त अन्त ड्युटी जानुपर्छ त, अनि अफिस जानुपर्छ। दादा कलेज हो, हस्टेल बस्नुपर्छ। त्यहाँदेखि बेबी यहाँ एक्लै हुन्छ त मम्मी जेल गएपछि त। ए सरम दादा नि कलेज जानुहुन्छ अब। छितेन दादा नि कलेज, छितेन दादा सरम दादा कलेज। बाबालाई चाहिँ नहिर्काउनु अब। होइन अन्त मम्मी जेल जानु होइन, अन्त सिधा बस्छ नि। त्यहाँदेखि अन्त बेबी चाहिँ कोसँग बस्छ अन्त त्यो चाहिँ भन न अन्त। अब मलाई पुलिसम्यानले जेल लानुहुन्छ अरे होइन। बाजेसँग बस्ने, तल बाजेसँग बस्ने। ए ठुलो मम्मीको बाजेसँग। ए ल ठुलो मम्मी जानु ल। स्टिक छ। के गर्छ स्टिकले? स्टिकले पिट्छ जम्बीलाई। ए बेड मुनि छ भनिदिनु सिधा। हुन्छ त्यसो भन्दा पनि। कहाँ पस्ने त अन्त? कहाँ लुक्ने? कहाँ? त्यहाँनिर ठिकै छ। तिमीलाई लन्चमा के हालिदिनु त्यो चाहिँ भन त। चिप्स, एग्स, माम। अब नलिकन सिधा बसेर पिङ्क प्लेट पनि ल्याउनु। अन्त स्कुलमा त त्यस्तो पिङ्क प्लेटहरू चाहिँ कहाँ लान्छौ? लन्च बक्समा पो खान्छ त। लन्च बक्समा हुन्छ होइन, लन्च बक्समा खानुपर्छ नि त। प्लेट भनेको त घरमा युज गर्ने मात्रै हो नि, स्कुलमा होइन नि। बुझेन? अरूले लिन्छ, फ्रेन्डहरूले प्लेट ल्याउँछ, अनि प्लेट मात्रै लिन्छ, लन्च ल्याउँदैन। किन? लन्च के ल्याउँछ फ्रेन्डले? अब भोलि पर्सि चिल्ड्रेन्स डे हुन्छ कि, त्यतिखेर चाहिँ म्यामहरूले नि बेबीहरूलाई नि स्कुलमा लन्च दिनुहुन्छ होइन। त्यतिखेर चाहिँ बेबीले के लानुपर्छ भन त? प्लेट लानुपर्छ त्यतिखेर चाहिँ। त्यतिखेर चाहिँ बेबीहरूले चाहिँ त्यतिखेर चाहिँ बेबीहरूलाई प्लेट लिएर आउनुहोस् ल। प्लेट र वाटर बोतल भन्नुहुन्छ होइन। अनि त्यतिखेर चाहिँ बेबीले चाहिँ वाटर बोतल अन्त प्लेट स्पुन लानुपर्छ। अन्त स्कुलमै म्यामले पकाएर दिनुहुन्छ चिल्ड्रेन्स डेमा चाहिँ। ओके। अब छुट्टी छैन नि, अब सबै स्कुल लाग्छ। आज टुडे इज मन्डे होइन, अब 1 विक। मन्डे टु फ्राइडे नो होलिडे। स्याटरडे एन्ड सन्डे ओन्ली होलिडे। मेकअप गरेकै छैन। मेकअप नगरेको हो यो दिदी मान्छेको त।
जोस्ना दिदी दिदी मिठाई पनि राख्छ मिठाई त ल्याइदिनुहुन्छ नि बेबीलाई कति माया गर्नुहुन्छ नि जोस्ना दिदीले अर्को जसमा दिदीले त कति माया गर्दैन त्यो दिदी छ मेरो त्यो दिदी छ मेरो छि दिदी लगाऊ लगाइहाल न अब यहाँ लाऊ न Good. यस्तो पनि गर्नुपर्छ मेकअप गऱ्यो भने के हुन्छ बेबी मेकअप गऱ्यो भने जसमा दिदी गर्छ होइन दिदी त नि अब गर्दैन ए हो बाबा त नि गुड म्यान हो बाबा बाबा त नि बाबा कहिले मेकअप गर्दैन बाबा त नि बाबा मेन हो नि त म्यान बाबा त नि बेबी नै भएको छैन भएकै छैन बेबी कहिले हुने होला बेबी बाबा चाहिँ बेबी है साह्रो हुने भइहाल्यो अब यहाँ टिका लगाइदिन्छु ल यहाँ वाट